आज कानुन व्यवसायी परिषद सम्बन्धी संशोधन विधेयक सम्बन्धमा धारणा पेश गर्न चाहन्छु। त्योभन्दा अगाडि मैले केही आफ्नो धारणा पनि राख्न चाहन्छु। देश अहिले गम्भीर सङ्कटको दौरबाट गुजिरहेको छ। सत्ताको अहङ्कार र आन्दोलनको अराजकता दुवै निन्दनीय भएको छ। 15 गतेको दर्दनाक घटनाले हामी सबैलाई स्तब्ध बनाएको छ। हामीले एउटा श्रमजीवी पत्रकार सुरेश रजक र श्रमिक युवा सबिन महर्जन त्यो आन्दोलनबाट गुमाएका छौँ र कैयौँ घाइते भएका छन्। म मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्न चाहन्छु। सभामुख महोदय, देशमा सक्षम नेतृत्वहरूलाई दबाउने, इमान्दारलाई पन्छने र जनताको म्यान्डेटमाथि प्रहार गर्ने यो प्रविधिले जुन सरकारबाटै देख्नु यो लोकतन्त्रको लागि गम्भीर खतरा पनि बढेको छ। म यो बहुमतको अहङ्कार जुन सरकारहरूबाट भइरहेको छ, जनताको आवाज दबाइरहेको छ र प्रतिपक्षहरूलाई निष्क्रिय बनाउने कार्य जुन भइरहेको छ, म सरकारलाई सुझाव दिन चाहन्छु। सत्ता स्थायी हुँदैन र जनताको न्यायको आवाज कहिल्यै मर्न सक्दैन। सत्ताको दम्भ त्यागेर देश र जनताको हितमा सुशासनको मार्गमा अघि बढ्न म आग्रह गर्न चाहन्छु। सभामुख महोदय, म यो कानुन व्यवसायी परिषद सम्बन्धी म आफ्नो धारणा अब राख्न चाहन्छु। नेपालको कानुनी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाएमा आर्थिक लाभ उठाउन सकिन्छ। विश्वका थुप्रै मुलुकले कानुनी सेवा निर्यातबाट ठुलो आम्दानी गरिरहेका छन् र नेपालमा यो क्षेत्र उपेक्षित छ। दक्ष कानुन र व्यवसायको विकास र न्याय प्रणालीप्रति विश्वास बढाउने नीति सरकारले लिनुपर्छ। यसको लागि कानुनको लागि कार्य गर्नुपर्ने देखिन्छ। कानुनी शिक्षाको सुधारको आवश्यकता रहेको छ। हाल +2 तहबाट कानुनी शिक्षा सुरु भए तापनि कानुनी व्यवसायी परिषद सम्बन्धी ऐनमा यसको उचित परिभाषा र नियमनको अभाव छ। पाठ्यक्रम सुधार, गुणस्तर, अभिवृद्धि र समान प्रवेश परीक्षा अनिवार्य गर्नुपर्छ। युवाहरूलाई कानुनी व्यवसायमा प्रोत्साहन गर्नु जरुरी छ। व्यावसायिक इन्टर्नसिप र ल फर्महरूसँग समन्वय, व्यावसायिक आचार संहिताको प्रभावकारी कानुन आवश्यक छ। विशिष्ट व्यवसायहरूको कार्टेलिङ र राजनीतिक प्रभाव हटाई स्वतन्त्र कानुनी अभ्यासको सुनिश्चित हुन आवश्यक छ। त्यस्तै सभामुख महोदय, कानुनलाई पारदर्शी र न्यायिक प्रणालीमा सुधार आवश्यक छ। कानुनी व्यवसायमा सेटिङ प्रविधि रोक्ने कानुन व्यवसायी परिषदले प्रभावकारी भूमिका खेल्नुपर्छ। विधेयकमा प्रक्रिया नियमनलाई थप कडा बनाउँदै पारदर्शी र सुनिश्चित गर्नुपर्छ। त्यस्तै विधेयकले कानुनी क्षेत्रमा सबै पक्ष समेट्न नसकेकोले थप छलफल आवश्यक रहेको छ। दक्ष कानुनी व्यवसाय, पारदर्शी र न्याय प्रणाली सुधारका लागि यसलाई प्रभावकारी बनाउन संशोधन अनिवार्य देखिन्छ र समग्रमा विधेयकले 31 वर्षको अन्तरालमा कानुनी क्षेत्रमा विकसित भएको विविध विकासलाई आंशिक मात्रा समेट्न खोजेको कारण यथेष्ट मन्थन र छलफल व्यवसाय परिषद 2050लाई संशोधन गर्न र एकीकृत गर्न भनेको विधेयकमाथि सैद्धान्तिक छलफलमा छौँ। यो विधेयक हामीलाई आवश्यक थियो। कानुन व्यवसायीहरूले निरन्तर शिक्षा प्राप्त गर्नु पर्यो, व्यावसायिक हुनु पर्यो र उहाँहरूले प्राप्त गर्ने लिने दिने शुल्कहरू पारदर्शी हुनु पर्यो र जनताले दिने शुल्कमा पनि पारदर्शिता देखिनु पर्यो। सँगसँगै उहाँहरूको वृत्ति विकास पनि हुनु पर्यो। कानुन व्यवसायीहरूले कहाँबाट वृत्ति विकास गर्ने? तपाईँको कस्तो देखिन्छ भने वरिष्ठ कानुन व्यवसायी भनेर पद बनाइएको छ, त्यो के का आधारमा बनाइयो भन्ने कुरा कतिपय विषयहरू त्यहाँ देखिँदैनन्। त्यसैले गर्दाखेरि यो विधेयकले कानुनी शिक्षालाई स्तरीय र गुणस्तरीय बनाउने कुरा, व्यावसायिक बनाउने कुरा राखेको छ। धन्यवाद भन्न चाहन्छु। म यो अध्ययन गर्ने, अध्यापन गराउने, पाठ्यक्रमको मापदण्ड निर्धारण गर्ने व्यवस्था गर्न खोजेको छ। त्यसै गरी कानुन व्यवसायलाई निरन्तर कानुनी शिक्षा दिने प्रबन्ध गर्ने भनेको छ। त्यसै गरी पाठ्य सामग्रीहरू जुन हामीले तयार गर्छौँ, ती पाठ्यक्रम र पाठ्य सामग्रीहरू अनुसन्धानमूलक होस् र प्रशिक्षण सामग्रीको रूपमा अगाडि बढाउन सकियोस्, त्यसको पनि परिकल्पना गरेको छ। त्यसै गरी कानुन व्यवसायीहरूको हक हित र उहाँहरूको आचरणलाई पनि व्यवस्थित गर्ने, कस्तो खालको मुद्दाहरू कसरी चलाउने, ती मुद्दाहरूको चाहिँ व्यवस्थापन कसरी गर्ने, कसले लिने, किन लिने,
यस्ता पनि विषयहरू अहिले आइरहेका छन्। त्यसैले यो खालको प्रबन्ध पनि नियमन गर्न पनि खोजिएको छ। त्यसै गरी कानुन व्यवसायले त्यो लिने जुन शुल्क छ त्यो शुल्कलाई पारदर्शी कसरी बनाउने, ब्याङ्किङ कारोबार मार्फत गर्यो भने त्यो पारदर्शी हुन्छ भन्ने परिकल्पना गरिएको छ। कसले कति शुल्क लियो, के विषयमा लियो, कति पटक लियो, यस्ता विषयहरू अहिले अपारदर्शी भइरहेको पनि हामीले अनुभूति गरेका थियौँ। त्यो विषय पनि यहाँ समेटिएको छ। त्यसै गरी यो परिषद बनाउँदाखेरि परिषद सङ्घमा मात्रै भएर पुग्दैन, यो चाहिँ प्रदेशमा पनि यो हुन जरुरी छ। किनभने उच्च अदालतहरू छन् हाम्रो प्रदेशमा, ती उच्च अदालतहरूमा पनि बहस गर्नेहरूले तलकै संरचना मार्फत नियमन हुने, त्यस पछाडि शिक्षा प्राप्त गर्ने, व्यावसायिक हुने, पारदर्शी हुने कुरालाई पनि यसले चाहिँ समेट्न खोजेको छ। त्यसै गरी कानुन व्यवसायहरूलाई खोज्दै हिँड्न नपरोस् र उहाँहरूले चाहिँ आफ्नो कार्यालय स्थापना गर्ने वा फर्म स्थापना गर्ने, त्यो स्थापना गर्दाखेरि यो परिसरमा दर्ता गर्ने कतिवटा छन् त हाम्रा कानुन व्यवसायीहरूका कार्यालय कहाँ कहाँ छन्, कतिवटा छन्, कुन स्तरका छन् र तिनीहरूले के गरिरहेका छन्, तिनीहरू दर्ता भएका छन् कि छैनन्, तिनीहरूले चाहिँ तपाईँको अद्यावधि गरेका छन् कि छैनन्, तिनीहरूले घरभाडा कति तिरेका छन्, तिनीहरूले कानुन व्यवसायहरूको फर्ममा कति सहयोगीहरू कर्मचारीहरू राखेका छन् र तिनीहरूलाई कस्तो खालको प्रबन्ध गरेका छन्, त्यो उहाँहरूको पारिश्रमिक सम्बन्धमा उहाँहरूले के व्यवस्था गर्नुभएको छ, यी धेरै कुराको प्रबन्ध गर्नका लागि पनि यो कानुन आवश्यक थियो र करिब करिब यसले त्यो चाहिँ परिकल्पना गरेको छ। त्यसैले यो कानुन अहिले आएको छ। यो कानुनलाई मैले सकारात्मक रूपमा लिएको छु र यो कानुनमा अझै केही विषयहरू दफावार रूपमा हेर्दाखेरि केही विषयहरू अलि अपुग जस्तो देखिएको छ, कोही शब्दमा अपुग देखिएको छ, कोही अङ्कमा अपुग देखिएको छ र कतिपय विषयहरू थप्न पर्ने देखिएको छ। त्यो कुरा हामी दफावार रूपमा अथवा संशोधन मार्फत त्यसलाई पुरा गर्नेछौँ र यो चाहिँ कानुन परिषद ऐन जुन चाहिँ ल्याउनु भएको छ त्यसका लागि म नेपाल सरकारका कानुन मन्त्रीजीलाई हार्दिक आभार धन्यवाद भन्न चाहन्छु। धन्यवाद।